मेरो अघि मैले अर्डर गरेँ खाऊ 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 म चाहिँ फर्स्टमा यहाँ बेरेर खान्छु मेरो यहाँ चाहिँ बल्लैले 3टा डायमन्ड पाएको छु 3टा डायमन्ड ला मैले यहाँ मासु लगाएर हो बलिन्छ है मेरो खत मासु खानेहरु न म खाँदैन यो चाहिँ त्यहाँ राखौँ त छिमा म बनाउँदै दिन्छु के राम्रो हो दाजु हेर त्यस्तो राम्रो बनाउँदै दिन्छ अरे तिमीहरुलाई मलाई पनि बनाइदिनु न त्यस्तो मलाई आउँदैन चियर्स सलमान एउटा मन लाले भिडियो बनाउँदा निकै मनले हान खाने भिडियो बनाएर चाहिँ गीत चाहिँ एउटा नले हान भिडियो मासु लगाएर उतै छ मासु तो खाने अझै न यो छेउमा बस्न नोक्सान रहेछ बनाइदिन सेलियो नि यो त मासु खान्छ यो खाने भेरी गुड यो हाल्नु ल मलाई हड्डी हाल्दैन बेउडे हाल्दैन नि भन्दा त्यो मलाई थाहा छ नि मेरो डायमन्ड चाहिँ खाइसकिहाल्छु खाइदिनु ल अघि एट्याक गर्दै थियो यिनीहरूले मेरो डायमन्ड हो मेरो ठुलो डायमन्ड त्यहाँ तपाईँको डायमन्डहरू एट्याक भएको छ तिमीलाई यति बनाइदिएको छु चबाउँदै खान्छौ कि जसरी गर्दै खान्छौ यति खानु पर्यो दामी भएछ खा त यो नुडल्स र मिलाएर नुडल्स चाहिँ पारो हो तिमीहरूलाई पुग्दैन म त बेसी खाँदिनँ यो पनि हाले त्यही हालेर खाने पो उयोमा कुछ कामै आलुको बदलामा चाहिँ यो पनि हालेर खाने खान्छ गट्टी कुटाहरू चाहिँ म तँलाई न के न बिस्तारी खाना खाइदिँदिनौ नसर कि खाऊ है खुचुची चाहिँ ननिकाल खाऊ न खाऊ आरामले मजाले बनाइ खाऊ न प्री दिवाली खाइराख कन्सन फ्री दिवाली दारू मसँग देउरी भइरहेको छ मिठो लाग्छ नि यो मासु र यो मजा दिन्छ नि करेन्ट यहाँ राख्न बस मेरो माइक साह्रो साउन्ड चाहिँ खराङ पुरुङ आयो ल कम खाऊ भइरहेको छ एउटा बाबा यस्तो राम्रो राम्रो मिठो मिठो गफ गर्दै खाऊ न हौ दसैँ देउसी खेल्नु कहाँ जाने खेल्नु कहाँ जाने केटा कुन गीतहरू गाउने हो कुन गीत गाउने है छोड्दियो भाइ छोड्न के गरेको गतिदेखेको थियो त यस्तो साम्पाङमा हुँदैन त कहाँ जाने कहाँ जानु जानुपर्छ कता कता म त खेल्दिनँ होला केटा अरे मलाई क्यामेरामा आउँदैन यो बसेर खाए यो चाहिँ अलिक टाढो भयो गर्न नि तर यो पनि खान्छ छैन खान त के खान कता कता सुनेको थिएँ आलु पत्याउँदैन पहिला खान्थेँ कि बिमार भएर खान्थेँ छैन डोली बोकेर गएको थियो नि कता पत्र बुझी गरेर ओ त्यहाँ नबनाऊ यो खाना सकिने मलाई जिम्मा लगाइदिइरहेको 15-20 वटा च्यालेन्ज
किन खान्छ अहिले चाहिँ लाग्यो के लाएर खानु चाहिँ खानु सबै भइराख्नु कहाँ जे मनपर्छ त्यही तर त्यो एक बकेट पुच्का चाहिँ खाइसक्यो जस्तो नि सोच्ने खाएन अब यसलाई कि गएको रहेछ नि त सबै यहाँ चोइस हुन्छ अब चाहिँ पढिदिन्छ यसमा खाएको थिएन मेहनत रहेछ त अनि त्यति भए पनि अघि चाहिँ किन नदेखाएको यो खाँदा चाहिँ पर क्यामेरा हेर न कहाँ तिमीहरू गन गरेको घोप्टो परेर हस् सरी यो के भयो भिडियो बनाएको बनाउनै पर्ने ल गन गर्दै पर्यो बोल्नु केटाहरू यसमा चाहिँ मेरो एउटा लास्ट डायमन्ड लगाएर खान्छु डायमन्ड गोल्ड रमिलो हुन्छ घन्टा लगाइदिएपछि यो खाना भन्छ खुट्टा नभन उही त्यो चेपिरहेको चाहिँ खुट्टाको घुमाइबस्छ मेरो डायमन्ड सक्यो यो नखाएर मलाई वाट टु डु यो खाँदै अरे भाइ पिक गर्नु पर्यो 2 जना मात्रै भनेर चाहिँ चिकन कम्ती ल्याएको अन्त हुन्छ त अन्त के हुन्छ बिचरा उसले कति खान्छ जिवा एरिया यस्तोले नै बेसी खान्छ गाल पार्दै हो मलाई भाइरल नि हो लुते मान्छेले बेसी खान्छ यसको भाइले खाएको देखेको एक कुकर भात अनुसँगै मलाई याद छ लुते मान्छेले कस्तो खान्छ भनेर तर म चाहिँ लुते छुइनँ अर्कोले डाँडो यो सागसँग मिठो भयो त पिन्टुकोबाट फोडी भयो खाँदा हुन्थ्यो त सुप मात्रै खाएको चोक्टा पनि खाने गर है यता म खाइदिउँ न मिठो हुँदो रहेछ साग्नु यहाँनिर सर्ट करेन्ट हालिदिनुहोस् न डबल सागसँगै अलिक माथि थापै हो योहरू पल्टी जान्छ छुने रहेछ यो पाक्का पाक्का खानु ए हो त नि ओछ्याएको पो त नि त्यो साथी कहाँबाट आयो भन्दैछ नि म सर्ट अलिकति हालिदिएर नै लाजो गरम बचार भइकन देख्नेले पनि भोलि खानुपर्छ होला भोलि खाएको ठाउँ त्यति चाहिँ अघि मच्छी बनाउनु 50 खुवाउनै छ 2 जनाले हात पकाएर मुखमा गराएर यसले झन् 1 केजी डल्लै सुकाउनु डल्लै खाने भन्दै थियो यसले होइन अन्त मैले त होइन म त फ्राई गरिदिने मात्रै हो नि त अरू के छ त्यो पत्ता त्यो नालो नाल त्यसो टमाटरले धनियाहरू टमाटर र प्याज दिनु हो तिनीहरू लगाएर स्यालेड बनाएर खुवाउनु स्यालेड उतिखेर सल्युट के स्यालेड हो निम्बु यहाँ छ पिक एभ्रिथिङ लसुन हालिदिउँ लसुन हाल्नु पर्दैन सर उति हालिदिनु न प्याज हालिएन दामी गुड ल अब उति ल्याउनु भाइ त्यो ग्रिन कलरको स्पेनिस यस द्याट्स नट स्पेनिस के हो त्यो केबेज यस काबाच नट क्याबेज not this one move your leg not this one खोर्सानी हालेर मजाले खान ग्राम ग्राम लिएर आइज न के उ त्यो बन्दाकोपी खुल्ला कोपी त कहाँ बन्दाकोपी छोपी अघि खोलेको नि छोप्ने न खुल्ला कोपी अघिसम्म बन्द थियो अन्त अहिले खोल्यो नि त खुल्ला कोपी मर्दै छ
यो डुटो हुँदैन पोइजन भने तर हेर्दै खाऊ है खाँदा चाहिँ गानु भन्दा अगाडि घोप्टेर दल दल परेर खान्छ त्यो के हो उन्नति भाइ त्यसो भन्दा त मैले नै खाएको थिइनँ त पुच्का नगर्नु हौ केटा हो रेस्पेक्ट द फुड यो चाहिँ बिहानै उठाउ र सुति अन्त 3 बजे नै चल्दै हो सक्यो सक्नुको लागि प्रे गर्छु होइन केटा हो अलिक सुप पनि हाल त पेला मिलाउँदा त मेरो त यो मुखमै आइसक्यो पेला होइन होइन यो त पुरा काँचै रहेछ त हौ खानैतिर आधी मार्न के गर्छौ त तिमीहरू त मार्न यसको बर्गर देखा नि बर्गर मार्नै लाग्दो स्थितिमा छ के गर्दै मेरो कान्छ नि केटा भक्कु लगाइछ नि त त्यो पत्ता चाहिँ बेसी यहाँ डालहरू चुहाइ माथि देखाउँदै गर खेल खाँदाखेरि चाहिँ उता यस्तो घाममा खाँदा भिडियोमा कस्तो दामी देख्छ लुकेर मुनि टेबल मुनि खान्छ मेरो फेरि एउटा आँखा एसियातिर छ कि देखाउनु भरे कमेन्टमा अलिकति त दिएन एक चम्ची लास्टमा जोइनिङ एन्डिङमा चाहिँ यो आएको छ है